ज्ञानेन्द्र साँच्चीकै राजावादी या गणतन्त्रवादी भन्ने पनि छ क्या। तपाईँ नै कन्फ्युजन हुँदो रहेछ र तपाईँ एउटा अध्ययन गर्नुभएको रहेनछ। मैले कहिले राजा अब देशमा छ भन्ने नारा लगाएँ। तपाईँले आफ्नो अन्तर्वार्ताहरू कहिले फर्काएर हेर्नु भएको छ? मैले मजाले हेरेको छु। मैले कहिले पनि राजावादी हुँ भनेको छैन। सिर्फ राष्ट्रपतिको ठाउँमा राजा राखिन्छ, बास यति हो। यदि यो देश चलाउन सकिँदैन भने भारतलाई स्टेट बनाउन दिउँ, भारतलाई दिने नेपाल दिउँ। धेरै मान्छेले भने कि ज्ञानेन्द्रलाई यिनले प्रस्तावना गर्न खोजे भने हामी ज्ञानेन्द्रको विरोधी हौँ। के खोज्नु? सुन्नु न, यहाँ सुन्नु, मैले नेपाल खोजिरहेको छु। किनभने ज्ञानेन्द्रले दुईवटा काम गर्नुभयो भने पूर्व राजा ज्ञानेन्द्रले नेपालका सबै नागरिकले ज्ञानेन्द्रलाई मानेर ल शपथ मान्नुहोस्, मानिसके भने पछाडि पनि नेपालका लागि नेपाली अथवा म ज्ञानेन्द्र साईको एउटा दुईवटा अब्जेक्सन ज्ञानेन्द्रले क्लियर नगर्दासम्म हामी उसलाई यो पर्मानेन्ट पहिलो कुरा भनेको माघ 19 मा जो उनले कु गरे, माघ 19 मा जुन प्रजातन्त्रमाथि उनले उ गरे त्यसको स्पष्टीकरण जवाब जनतालाई दिनुपर्छ, नम्बर 1। दोस्रो कुरा भनेको दरबार हत्याकाण्डमा ज्ञानेन्द्र दोषी भए। यही फागुन 25 गते श्री 5 महाराजराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनको 1 बजे सवारी भइबक्सिँदैछ। तपाईँ सबैलाई उपस्थितका लागि साधारण निमन्त्रणा गर्दछु। ज्ञानेन्द्र साईले जित्यो भने राजाले आउने यहाँ भन्ने हैन। मु एकजना ज्ञानेन्द्र साईले जितेर राजा आउँछ, राजै आउने भइदियो। 70 सालमा रापरवाले 38 सिट जित्या थियो, त्यतिखेर राजा आयो त किन रोकियो? पोर्काबाट राजेन्द्र लिङ्गदेले जित्या थियो, आएन पर्ने त किन रोकियो? यस्ता भ्रमका पछाडि नपर्नुस् तपाईहरु। हामी जनतामा यो व्यवस्था उल्ट्याउँछौँ भनेर भोट माग्न गएको। रापरबाको मेनिफेस्टो एकछिन पढ्दिन पर्यो। यसका मलाई प्रश्न गर्नभन्दा अगाडि हामीले सिधै भनेका छौँ संविधानको संशोधन नै हाम्रो मूल एजेन्डा हो। यही एजेन्डा लिएर जनतामा गयौँ, जनताले पत्यायो, जितेर आयौँ, त्यो हाम्रो अधिकार हो। जुन एउटा रविन्द्र मिश्रको हृदयको कुनामा एउटा राजा र राज संस्थाप्रतिको एउटा सहानुभूति पहिले थियो नि, आज छातीमा हात राखेर जवाफ दिनु रविन्द्र मिश्रले त्यो अझ पनि बाँकी छ कि छैन? मैले छातीमा हात राखेर भने जति बेला नेपालमा गणतन्त्रको आन्दोलन भयो त्यति बेला मैले बारम्बार भन्ने गरेको हुँ, नारायणी दरबार भत्काएर त्यसको ठाउँमा दिल्ली दरबार निर्माण नगरौँ भनेर बारम्बार भन्ने गरेको हुँ र त्यो अहिले धेरै नेपालीले महसुस गरेका छन्। तर मेरो बाजेले घिउ खाथे हात सुङ सुङ भन्ने संस्थाको कुनै पनि हालतमा समर्थक होइन। मैले छातीमा हात राखेर भने अहिले होइन, अहिले पनि होइन, पहिला पनि होइन।